बालेन सरकारको आयु धेरै लामो होला जस्तो मलाई चाहिँ बालेन सरकारको आयु धेरै लामो होला जस्तो मलाई चाहिँ लाग्छ। प्रधानमन्त्री बालेन्द्र शाह हिटलर शैलीमा प्रस्तुत भए होइन त्यसो भए मुसोलिनी र हिटलरको चाहिँ अवतारको रूपमा बालेन प्रकट भइरहेका छन् र उनलाई लोकतान्त्रिक पद्धति सिकाउन, उनलाई राष्ट्रियता सिकाउन, उनलाई विकास र समृद्धि सिकाउन र उनलाई जनताको हितको पक्षमा काम गराउनको लागि सबै दलहरू एक ठाउँमा उभिएर दबाब दिनुपर्छ। त्यो दबाबलाई सहज ढङ्गले उनले स्वीकारेनन् र सचिएनन् भने मलाई लाग्छ उनको सरकारको आयु लामो हुँदैन। सरकारलाई काउन्टर दिन एमाले नसकेर कम्युनिस्ट एकता आवश्यक भएको हो। कम्युनिस्टहरू हिजो पनि एकता भएकै हौँ हामी, बिचमा एकता भङ्ग भएको कारणले युवाहरूमा अलि निराशा आएको थियो। तत्कालीन नेकपा र नेकपा एमालेको विभाजनको फाइदा उठाएर अल्गोरिदमको माध्यमबाट बालेनहरूले पुराना दललाई भ्रम फिजाएर आफूलाई स्थापित गरेका छन्। अब कम्युनिस्टहरू एक भएर राष्ट्रियताका सन्दर्भमा वर्गीय हिसाबले पछाडि परेका गरिब र दुखीहरूको पक्षमा, समृद्धिको पक्षमा, विकासको पक्षमा जे अभियान हामीले चालेका छौँ त्यसलाई चाहिँ हामी निरन्तरता दिन्छौँ। त्यसको लागि चाहिँ कम्युनिस्टहरूको बिचमा कार्यगत एकता गर्ने सन्दर्भमा हामी धेरै अगाडि बढिसक्यौँ।